यो पटक भनेको छु नेताहरू तयार हो, सबै साथीहरू तयार हो भने पार्टीको गुटबन्दी खत्म गर्ने एउटा अचूक अस्त्र छ। नेपाली कङ्ग्रेसमा हामी 8,66,000 क्रियाशील छौँ। यो पटक अलिकति रिन्यू गर्ने सबै घट्दै गर्दाखेरि, सबै मिलाउँदै गर्दा, नयाँ थपिँदै गर्दा मान्नुहोस् 12 लाख भयो ल। हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, 12 लाख क्रियाशील मान्छे एकैपटक जान्छ र बुथमा गएर हामीहरू आफ्नो प्रतिनिधि छान्छ। त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै गएर अन्तिममा गएर काठमाडौँमा हामी 5,000 मान्छेको महाधिवेशन गर्छौँ। ल यसलाई एक्सन छोडिदिउँ ल। 12 लाख मान्छेलाई यदि हामी बुथमा निकाल्छौँ र उसलाई हामी अधिवेशनमा टिक लाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ, किन त्यो 12 लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने? सिधै त्यो 12 लाख मान्छेले काङ्ग्रेसको सभापति छान्ने भनेर गरिदिउँ त ल। 12 लाख मान्छेबाट निर्वाचित भएको काङ्ग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त, त्यो सकिहाल्यो। होइन भने गुट त बन्छ जति भाषण गरे पनि, खेमजी जति गुट भने पनि। सभापतिले अस्ति पार्टीको महाधिवेशनमा भोट हाल्दै गर्दाखेरि कोर्टबाट निकालेर यसो चिन्ह लगाएर भोट हालेकै हो। मैले पनि अस्ति भोट हाल्दै गर्दाखेरि कोर्टबाट निकालेर भोट हालेकै हो कि यत्रो लामो लिस्ट थियो। आफ्नो गुटमा को छ आफूलाई थाहा थिएन, सभापतिलाई पनि थाहा थिएन होइन। यहाँ अब मैले नानुजी सभापतिको गुटमा हुनुहुन्थ्यो, प्रतिमा गौतम मेरो गुटमा हुनुहुन्थ्यो, यही त हो। माथिदेखि तलसम्म गुट बन्ने, किन गुट बन्ने भयो भने मैले कसैलाई, किनभने हाम्रो डिजाइन, हाम्रो पार्टीको संरचना कस्तो बनाएको छ हामीले भने तलबाट तहगत निर्वाचन गर्दै आएर थोरै मान्छेले निर्वाचन गर्ने भएपछि अनि हामीले समूह बनाउँछौँ। माथिदेखि तलसम्म समूहले, गुटले पार्टीलाई ध्वस्त बनाएको